नमस्कार सबैजनालाई। के तपाईले बजारबाट महँगो पैसा तिरेर ससेज ल्याएर खानुहुन्छ? यदि खानुहुन्छ भने अब छोड्दिनुस्, घरमै बनाउनुस्, हेल्दी खानुस्। घरमै बनाएको हेल्दी पनि हुन्छ। बजारबाट कस्तो हुन्छ, कसरी बनाउँछ हामीलाई थाहा पनि हुँदैन। ससेज कसरी बनाउने म तपाईहरुलाई देखाउँदै छु। त्यसको लागि चाहिने सामग्रीहरू मैले देखाएकी छु। सबभन्दा पहिला मैले बोनलेस चिकन 300 ग्राम जति राखेको थिएँ ससेज बनाउन भनेर। त्यो मिक्सरमा राखेँ। त्यस्तै गरेर कर्नफ्लोर, सोया सस, त्यसैगरी सेतो तिल र यसमा मैले नुन पनि राखेँ र सबै थोक राखिसकेपछि अब यसलाई बिस्तारै बिस्तारै पिस्नु पर्छ। एकैचोटि पिस्नु हुँदैन, बेला बेलामा चेक गर्दै पिस्नु पर्छ। र अब यतिको भइसकेपछि यसलाई चाहिँ एउटा प्लेटमा तेल लगाएर बिस्तारै रोल गरेर यसलाई चाहिँ यतिको बनाउनु पर्छ। र मैले बनाइसकेपछि एल्युमिनियम पेपरले यसलाई र्याप गरेर हावा नछिर्ने गरी दुवैपट्टिबाट यसरी कस्नु पर्छ। र मैले यो भिडियो खिच्दाखेरि एउटा हातले खिचेको भएर सबै देखाइन र यसरी मजाले कसिसकेपछि यतिको भयो। र अब एउटा डेक्चीमा पानी बसाल्ने र पानी उम्लेपछि यसलाई बिस्तारै बिस्तारै उम्लेको पानीमा राख्नुपर्छ। हुन त यसलाई मोमोको भाँडामा बाफमा पकाउँदा पनि हुन्छ र मैले चाहिँ डाइरेक्ट पकाएर राखेँ र छोपेँ। 10 मिनेट जति यसलाई पकाउनुपर्छ र बेला बेलामा चेक पनि गर्दै गरेँ मैले, किनभने त्यो बाहिर निस्केको छ कि भनेर राम्रोसँग पाकिरहेको छ। र 10 मिनेट जति भइसकेपछि अब यसलाई मैले चुलो अफ गरेर बिस्तारै बिस्तारै चिम्टाको सहायताले यसलाई बाहिर निकाले। यसै गरेर एउटा एउटा गरेर अब सबै निकालिसकेपछि यसलाई एकछिन सेलाउन दिनुपर्छ। र सेलाइसकेपछि अब यसलाई बिस्तारै खोल्नुपर्छ। र यो राम्रो बनेको छ, यतिको बनेको छ। र मैले बिस्तारै बिस्तारै सबै खोलेँ र अझै सेट होस् भनेर चाहिँ मैले चाहिँ एकछिन फ्रिजमा पनि राखेँ। र फ्रिजबाट निकालेर यसलाई चाहिँ सिँगै फ्राई गरेर खाँदा पनि हुन्छ, जसरी खाँदा पनि हुन्छ। र मैले चाहिँ पिस बनाएर काटेर यसलाई चाउमिनहरुमा खाँदा पनि हुन्छ। र मैले पिस पिस बनाएर काटेँ। र यतिको बनाएर काटिसकेपछि अब यसलाई एउटा प्यान बसालेर प्यानमा तेल लगाएर यो काटेको ससेज यसरी फ्राई गर्नको लागि राखेँ। यसलाई यसरी बिस्तारै बिस्तारै चलाउँदै सानो आगो लगाएर यसलाई फ्राई गर्नुपर्छ। र यतिको रातो भइसकेपछि अब चुलो निभाएर यसलाई एउटा